सुदूरपश्चिम र कर्णालीलाई एकदमै धेरै प्राथमिकता दिएको छ सडकले, किनभने यो सिंगल लेनको सडक पनि त्यही दुईटा प्रदेशमा बढी छ। पालिकाको केन्द्रसम्म बजेट पनि बाटो पनि सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमाञ्चलमै छ। अब यो सबै नै देशको सबै नै सकाउने भनेपछि त्यो अटोमेटिक पालिका केन्द्रसम्मको 2 लेनको सडक र थप त्यसमा अझै वडा केन्द्रको कार्यक्रमहरू पनि हामीले समावेश गरेको हुनाले मलाई लाग्छ सबैभन्दा कम विकास भएको र बजेट पर्ने गरेको परिपाटीलाई अन्त्य गर्दै सबैभन्दा बढी बजेट पाउने प्रदेशको रूपमा स्थापित हुँदैछ। हुन्छ नै अहिले शीर्षकमा हामीले ब्रेकडाउन नगरेको भएको कारणले गर्दा हामीले बजेट एकमुष्ट शीर्षक सडक चौडाइ गर्ने भनेर एकमुष्ट बजेट राखौँ र हामीले मापदण्डमा के लेख्यौँ भने 1 लेन सिंगल लेनमा भएको जिल्ला सदरमुकामसम्मको सम्पूर्ण सडक भन्ने बित्तिकै सबै नै पर्यो। त्यही भएर हामीले त्यसलाई चाहिँ थप ब्रेकडाउन गरेको छैनौँ र अर्को पालिका केन्द्रको पनि अहिले त्यो त बजेट बुकमै लेखेको छ सबै पालिकाको केन्द्रसम्म 2 लेनको सडक नपुगेको ठाउँ लेखेको छ। सबै नै पुर्याउने गरी 2800 किलोमिटरको टेन्डर खोलिसकेको, यो पनि धेरै जसो सुदूरपश्चिम र कर्णाली प्रदेशमै यो केन्द्रित छ त्यो कार्यक्रमहरू।